यतादेखि यो चाहिँ हाम्रो गाउँबाट देखिने दृश्य चारैतिर। ल साँझको बेला चाहिँ हाम्रो गाउँ चाहिँ यस्तो देखिन्छ है गाइजहरू। यो चाहिँ घर, यता हाम्रो गाउँ, ऊ त्यहाँ माथि चाहिँ हामी जन्मेको पुर्ख्यौली घर भइहाल्यो। यो चाहिँ भूकम्पपछि बनाएको घर, पुर्ख्यौली घर हाम्रो। हामी जन्मेको घर त अहिले छैन, तर यो घरमा होइन होला। यही घरमा हो जन्मेको। यो तल्लो घरमा होइन, यही घरमा हो। तर म चाहिँ जन्मेको तल्लो घर भन्ने जस्तो लाग्छ है। होइन, यही घर हो। ल हेर्नुहोस्, भूकम्प गएर यस्तो पत्रको छोडेको पनि भूकम्प गएर यो घर, अनि यहाँ थियो, यता छ घर। सुरुमा छोडेको यो यहाँनिर नि घर थियो, भूकम्प आएर झ्यामझुम भत्कियो होइन। यो घर यहाँनिर यो छ नि त्यहाँ ढोका, त्यहाँबाट भित्र छिरेर हामी टिभी हेर्न जान्थ्यौँ पहिला। सबैभन्दा यहाँ टोलको पुरानो घर चाहिँ यो छोडेर अब नयाँ घर बनाएर सरिसके पछाडि हाम्रो घरको हालत यस्तो छ। यो चाहिँ गोगन पानी है गाइस, यो गोगन पानी भन्ने ठाउँ यो। अनि तल चाहिँ फुल्पा भन्छ, यता फेरि फुर्के सल्ला, यता बारीपट्टि भदौरे, भदौरे कौसिने, कता कता सल्लेने। हाम्रो घर चाहिँ त्यो डाँडापारी, त्यहाँ डाँडापारी गएपछि त्यहाँबाट त्यो डाँडो कटेपछि चाहिँ हाम्रो घर देखिन्छ।